नमस्कार, म सुदीप सुवेदी। यति बेला हामी अमलटारी मध्यवर्ती उपभोक्ता समिति भित्र रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा छौँ र यो होमस्टे सञ्चालन गर्न सुरुवातको चरणदेखि यो सामुदायिक उपभोक्ता समूहका पूर्व अध्यक्ष तथा होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष एवं कावासोती नगरपालिकाका पूर्व नगर उपप्रमुख आदरणीय प्रेम शंकर मर्दनियासँग हामी कुराकानी गर्दैछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। मर्दनियाज्यू, यहाँलाई स्वागत छ। धन्यवाद छ। सर्वप्रथम यो होमस्टेको बारेमा यसको सुरुवातको चरणबाट केही जानकारी दिनुहोस् न। अब यहाँ खास तपाईँको यो कावासोती नगरपालिकाको यो वडा नम्बर 15 यो अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे यो बागपुर क्षेत्रमा। हजुर। अब यहाँका मानिसहरूको जनजीवन पहिला अस्तव्यस्त थियो होइन। हजुर। मान्छेहरू अब दिनभरि अब गाउँमा काम गर्ने होइन, खेतीपाती गर्ने, जङ्गल जाने, कन्दमूलहरू लिएर आउने, साग सिस्नु टिप्ने, नानी नदीमा जाने, माछा मार्ने, जीवन गुजार्ने, त्यस्तो खालको अवस्था थियो। र विशेष गरेर यस क्षेत्रमा तपाईँको यहाँका वन, यहाँका वन्यजन्तु, यहाँको प्राकृतिक संरक्षणको हिसाबले निकै एउटा एकदमै भनौँ न गम्भीर अवस्था थियो। त्यस हिसाबले तपाईँको यस क्षेत्रमा विशेष गरेर स्थानीय जनताहरू यहाँका वन, यहाँका वन्यजन्तुहरू संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले ठुलो अभियान अनुरूप तपाईँको यहाँ चाहिँ अमलटारी मध्यवर्ती उपभोक्ता समितिको 2065 सालमा म अध्यक्ष थिएँ र यहाँ चाहिँ सामुदायिक वन समिति गठन गरिसकेपछि यस क्षेत्रमा वन्यजन्तु वासस्थान व्यवस्थापन, ग्रासल्यान्ड म्यानेजमेन्ट, वेटल्यान्ड लगायतका सामुदायिक वनमा तपाईँको यी एक्टिभिटिजहरू होइन, टावरहरू बनाइसकेपछि स्थानीय जनताहरूले दिगो जीविकोपार्जनको हिसाबले यिनै वन्यजन्तुलाई देखाएर चाहिँ पैसा कमाउनुपर्छ, अब आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्छ भन्ने हिसाबले हामीले सानो कन्सेप्ट लिएर आयौँ। र तपाईँको यहाँ खास अब ठुला ठुला होटलहरू पनि तपाईँको चितवन राजनीतिबाट बाहिर निकालिसकेपछि यहाँ आएका थिए र यहाँ जागिर मात्र गर्थे मान्छेले। अहिले अब यहाँका मान्छेहरूको दुईवटा कुरा छ। एउटा कुरा के छ भन्नुहुन्छ भने हिजो वन्यजन्तु देखाइसकेपछि बाली नाली क्षति हुने, मानव क्षति हुने, बाली क्षति हुने, पशुधन क्षति हुने, रिस आउने विभिन्न खालका इस्युहरू थियो। अहिले यहाँका यो क्षेत्रका मानिसहरूको अलिक फरक विचार छ। हामीले जोगाउनुपर्छ, हामीले देखाउनुपर्छ, हामीले चाहिँ पर्यटकहरू आउँछन् यहाँ, हामीले पैसा कमाउनुपर्छ र हामीले चाहिँ पर्यटनबाट हाम्रो समृद्धि हुन्छ भन्ने हिसाबले यहाँका जनताहरू सबै लागेका छन्। र झन्डै हामीले करिब 2017 साल जेठको 5 गते WWF को विश्व वार्षिक उत्सव कार्यक्रममा यस अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे हामीले स्थापना गरेका छौँ। सुरुमा हामीले 13वटा घरबाट सुरु गरेका थियौँ र बिचमा 20वटासम्म थियो। अहिले हामीसँग 34वटा होमस्टेहरू छ। यहाँ चाहिँ यो अमलटारी मध्यवर्ती क्षेत्रको अध्यक्ष पनि हुनुभयो। म तपाईँको 65 मा पनि थिएँ, 70 मा पनि थिएँ हुनुहुन्थ्यो। त्यो हिसाबले यो होमस्टे सञ्चालन गर्न त्यहाँको नेतृत्वको कारणले गर्दा कति सहज भयो? अब यसमा कस्तो छ भने अब सुरुमा अब यो व्यवसाय होइन, अब नयाँ व्यवसाय होइन, नेपालमा पहिला मान्छेलाई अब कम्युनिटीलाई बुझाउन गाह्रो होइन। अब भोलि को आउला, के आउला, के होला त यस्तो होइन, यस्तो यो सम्भव छैन भन्ने मान्छेले होइन। तर बिस्तारै बिस्तारै मान्छेलाई कन्भिन्स गर्थेँ, ल है अरू होमस्टे खोलौँ। अरू ठुल्ठुला होटलका मान्छेले गैँडा बाघ देखाउँछन्, पैसा कमाउँछन्। हाम्रो त परापूर्व कालदेखि जिन्दगी यहीँ बित्यो, पुर्खौँ यहीँ बसे होइन। कहिलेकाहीँ त्यो अङ्गभङ्ग क्षति भयो, मानव क्षति भयो। हामीले पनि सानो सानो चाहिँ अब चाहिँ कोठाहरू बनाएर, पाहुनाहरू ल्याएर यिनै वन्यजन्तुहरू देखाएर चाहिँ पैसा कमाउनुपर्छ भन्ने हिसाबले कन्भिन्स गर्दै मान्छेले पागल भन्थे, यस्तो कुरा हुन्छ भन्ने मान्छेले होइन। तर तैपनि तपाईँको मान्छेले होइन अब कन्भिन्स गर्दा गर्दै बिस्तारै एउटा हाम्रो टिम जस्तो यहाँको 6-7 जनाको अलि यङ टिम थियो। त्यो टिममा बस्ने, छलफल गर्ने, इन्ट्रेक्सन गर्ने, लौ न हजुर यसो गरौँ भन्ने, दिदीबहिनीहरूलाई कन्भिन्स गर्ने होइन, यहाँका अरू समूहहरूलाई कन्भिन्स गर्ने। बिस्तारै बिस्तारै मान्छेहरू होइन अब कर्मिक रूपमा अब हामीले खोलिसकेपछि होइन केही समय तपाईँको यहाँ मान्छे अब 1-2 दिन आए, अनि बिचमा तपाईँको मान्छे नआएपछि मान्छेले बेसरी गाली गर्थे कि ठुलो समस्या भोगेँ मैले। अनि यो होमस्टे सुरुवातको चरणमा धेरै सङ्घर्ष गर्नु पर्यो, यहाँले बताइसक्नु भएको छ। र यो सबै समुदायलाई एउटा डोरीमा बाँट्नको लागि पनि तपाईँलाई गाह्रो पर्यो होला। त्यसको निम्ति यहाँले गरेका सङ्घर्षका कुराहरू थोरै बताइदिनुहोस् न। अब यहाँ कस्तो थियो भने अब मानिसहरूको अब यहाँको जनजीवन करिब सबै माइग्रेसन भइसकेका थिए यहाँको मान्छेहरू होइन। यस्तो घरहरू देख्नु भएको छ, यहाँ बसेका छन् मान्छेहरू, झलाकझुलुक हिँडेका छन्, एकछिन फुर्सद छैन मान्छेलाई होइन। मान्छे कस्तो थियो भने एकदमै अब अलिकति शिक्षाबाट पनि पछाडि परेको कम्युनिटी। त्यसमध्ये पनि तपाईँको खोलाहरू, बाढीहरू कहिलेकाहीँ ठुलो भयो भने तपाईँको यहाँ डुबान पनि सामान्य हुने र तपाईँको यहाँ चाहिँ अब खास अब जिन्दगी भनेको कस्तो अब खेतीपाती कृषिमा केन्द्रीकृत भएको मान्छे होइन।
अब बेलुका भएपछि तपाईँले अब चलन तपाईँलाई थाहै छ सबैलाई होइन त्यस्तो खालको थियो त्यो कम्युनिटीलाई बिस्तारै बिस्तारै होइन अब मिटिङ बस्ने छलफल गर्ने केही रुल्सहरू बनाउने फेरि यसो गरौँ भन्ने उसो गरौँ भन्ने होइन गर्दा गर्दै तपाईँको टिम चाहिँ बन्यो होइन टिम बनिसकेपछि त्यो टिमले बिस्तारै 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 लिड गर्दै गयो कहिले केही समस्या आयो फेरि छलफल गऱ्यो फेरि समस्या आयो फेरि छलफल गऱ्यो होइन त्यो कम्युनिटीलाई चाहिँ काम गर्नको लागि अब लिडरसिपको हिसाबले नेतृत्व मैले गरेको थिएँ त्यस मेरा साथीहरूले राम्रो सहयोग गर्नुभएको थियो र आज त्यसको प्रतिफल तपाईँको मलाई लाग्छ अब यो गाउँ नै मलाई त तपाईँलाई सुनाउँदै एक कथा जस्तो लाग्छ होइन अब यहाँको मान्छेको जनजीवन यस्तो केही पनि थिएन होइन आर्थिकमा धेरै पछाडि थिए शिक्षामा पछाडि थिए होइन अब हिजो तपाईँ सांस्कृतिक कार्यक्रम हेर्नुभयो यस्तो केही पनि थिएन होइन म त त्यो आफै गीत लेखिदिने सिकाउने बजाउने होइन मान्छे नाच्ने बोलाएर चाहिँ सिकाउन लाउने होइन आज तपाईँको अब यहाँको मान्छेहरू जस्तो महिला दिदी बहिनीहरू अब घरमा यसो कोही मान्छे आयो भने तपाईँको यसरी बोल्ने होइन हाँस्ने यस्तो थिएन यहाँ चलन कि होइन झन् तपाईँको घरभित्र गएर लुक्ने होइन बस्ने त्यस्तो खालको चलन थियो भनेपछि सामाजिक रूपमा रूपान्तरण भयो आर्थिक रूपमा रूपान्तरण भयो मान्छेको होइन अहिले शैक्षिक क्षेत्रमा हामी पढ्नुपर्छ भन्ने कुराको ज्ञान भयो म चाहिँ अब पर्यटन व्यवसायमा लाग्नुपर्छ मैले वन वन्यजन्तु जोगाउनुपर्छ होइन ठुलो यो त तपाईँको एउटा चाहिँ ठुलो उपलब्धि मान्छु मैले ठाउँको लागि यो ठाउँमा यो होमस्टे सञ्चालन भइसके पछाडि यहाँको जनताको दिगो जीविकोपार्जन हुने र यहाँको बालबालिकाहरूको शैक्षिक अवस्थामा पनि उल्लेख्य सुधार आएको हामीले बुझ्छौँ। जस्तै उदाहरणहरू यहाँबाट केही बच्चाहरू उच्च शिक्षा अध्ययन गर्ने अथवा अन्य कुनै प्राविधिक शिक्षा त्यस्तो केही छ तपाईँको अब पहिला त अब मान्छेले पढाउँदैन थिए होइन अहिले जस्तो मान्छेले पढाए होइन अब कोही तपाईँको जस्तै अब डाक्टरै भएछन् हजुर कोही तपाईँको अहिले चाहिँ अब राम्रो पढेर अस्ट्रेलियातिर पनि कोही पहिले गएछन् होइन अब तपाईँको चाहिँ कोही इन्जिनियर पनि भनेका छन् होइन अब सबैले पढाउनुपर्छ भन्ने कन्सेप्ट भएको छ होइन छोराछोरी अब तपाईँको एकदम लिमिटेसन गरेर होइन जन्माउने दरमा तपाईँको मान्छेको चाहिँ अब विचार पुगेको छ होइन अब शिक्षा क्षेत्रमा अब यही नजिकै स्कुल छ होइन अहिले कोही तपाईँको त्यस्तै अब बालबच्चाहरू अब यहाँ पढाएनन् भन्न चाहिँ मिल्दैन किनभने त्यो बेलामा तपाईँको जस्तै अब मैले यहाँको स्कुलको हेडमास्टर पनि थिएँ होइन त्यो बेलामा तपाईँको अब बच्चाहरू ठुल्ठुलो बच्चाहरू 1-2 क्लासमा पढाउँथे होइन एकदमै कम पढ्न जान्थ्यो मान्छे अहिले सबै स्कुल जान्छ नि त मान्छेहरू होइन भनेपछि अब शिक्षा क्षेत्रमा पनि मानिसको होइन हामीले पढाउनुपर्छ केही गर्नुपर्छ भन्ने सोच चाहिँ ठुलो राम्रो छ। अनि अब स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार भएको यहाँले कुरा गर्नुभयो जस्तो स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने र बालबालिकाको मृत्यु दर मैले डाटाबेसमा यहाँलाई सोध्न चाहिनँ त्यो विषयमा केही प्रकाश पार्दिनु। अब यसमा के छ भने अब 2-3 किसिमको कम्युनिटीहरू छ यहाँ एउटा मुसर कम्युनिटी बोर्डे कम्युनिटी थारू कम्युनिटी अलि मुसर कम्युनिटी अलि पछाडि परेको कम्युनिटी होइन अब मान्छे अब स्वस्थ हुनुपर्छ होइन मान्छे चाहिँ स्वस्थकर खाना खानुपर्छ अनि हरेक कुराहरू तपाईँको मान्छे चाहिँ स्वास्थ्यसँग सम्बन्धित विषय होइन हामीले बुझ्नुपर्छ होइन अथवा गर्भधारणको अवस्थामा होस् अन्य कुराको अवस्थामा होस् होइन अलि मैले यहाँ स्वास्थ्य अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको यही क्षेत्रमा एउटा स्वास्थ्य क्लिनिक स्थापना गरेर लामो समय एफआनसँग सहयोग गरेर सञ्चालन गरौँ किनभने मान्छे त्यहाँ जाने आउने होइन एउटा बानीको विकास हुँदै गयो। अहिले त तपाईँको स्थानीय सरकारको अब वडामै सबै होइन छ मान्छेहरू चाहिँ अब मलाई लाग्छ अब हामी जानुपर्छ हामी चेक गराउनुपर्छ हामी चाहिँ समयमा पुग्नुपर्छ भन्ने मान्छे ज्ञान चाहिँ छ। अब जस्तो यहाँ काउसती नगरपालिकाको पूर्व नगर उपप्रमुख पनि हुनुहुन्छ कार्य सम्पादनका हिसाबले नगर उपप्रमुखको कार्यभार धेरै थियो त्यहाँबाट पनि केही अनुभव लिनुभयो होला त्यो अनुभव र यहाँको जुन व्यक्तिगत सम्बन्धहरू छ नि त्यो सम्बन्धको बीचमा यो पर्यटनसँग त्यो चिजलाई जोडेर हेर्दाखेरि अहिले यो केही सहजता भएको छ कि के छ त्यसको? अब यस्तो छ तपाईँको स्थानीय सरकार भनेको अब कार्यपालिका न्यायपालिका व्यवस्थापिका होइन अब मेरो क्षेत्रमा तपाईँको चाहिँ अब न्यायपालिका विशेष हुन्थ्यो होइन र अन्य अब कतिपय अब उमेरहरूलाई अब काम गर्न चाह्यो भने धेरै जिम्मेवारी पनि चाहिँ छ होइन अब मेरो उमेर साहब पनि अब उमेरले पाएको हुनुहुन्थ्यो होइन कतिपय कामहरू अब सहजीकरण हिसाबले दुवैजनाले समन्वय गरेर काम पनि हामीले गर्थ्यौँ। अब यस्तो छ अब सरकारले अब विशेष गरेर स्थानीय जनताहरूलाई होइन सम्भावित क्षेत्रको अध्ययन गरेर होइन कुन क्षेत्रमा के गर्न सकिन्छ होइन त्यो क्षेत्रको अध्ययन गरेर त्यहाँको जनताको चाहिँ मर्महरूलाई बुझेर होइन त्यहाँका अन्य विभिन्न प्राकृतिक स्रोत साधन हुन सक्छन् धार्मिक पुरातात्विक चिजहरू हुन सक्छन् त्यहाँ तपाईँको सांस्कृतिक कुराहरू हुन सक्छन् होइन तपाईँको अन्य तपाईँको विभिन्न अर्ग्यानिक खेती किसानीका कुराहरू हुन सक्छन् होइन त्यो कुरालाई मध्यनजर गरेर विशेष गरेर अब यस क्षेत्रमा अब सम्भावना विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ होइन यत्रो ठुलो करिब 2000 हेक्टर सामुदायिक वन 4वटा सामुदायिक वन छ यहाँ होइन अब यहाँको सम्भावना चाहिँ पर्यटकीय हिसाबले वाइल्ड लाइफ टुरिज्मको हिसाबले डेभलप गर्नुपर्छ भन्ने कन्सेप्ट स्थानीय पालिकाबाट मैले पनि लिएकै हो होइन त्यस हिसाबले अब पहिले पनि अब धेरै काम गरिसकेका थिएँ त्यहाँ गइसकेपछि अलिकति सहज पनि भयो होइन काम गर्नलाई डेभलप चाहिँ अब खासै त्यहाँ हुँदाखेरि अब धेरै भौतिक संरचना त यहाँ अन्य कुराहरू त मैले गरिनँ जस
उपप्रमुख हुँदाखेरि पनि तपाईँको सामान्य काम गर्ने हिसाबले यहाँका बाटोघाटो अन्य कुराहरूमा चाहिँ मेरो ध्यान चाहिँ पुगेको थियो। हामी फेरि पर्यटनमा फर्क्यौँ। यो क्षेत्रलाई अहिलेको स्थानमा ल्याइ पुर्याउनको निम्ति यहाँले धेरै सङ्घर्ष गर्नुभयो। अब अझै यहाँको योजना यो क्षेत्रलाई कसरी अगाडि बढाउनुहुन्छ? अब यसमा कस्तो छ भने तपाईँको एउटा सस्टेनेबल भिलेज ग्रुपमा डेभलप गर्ने एउटा कन्सेप्ट छ होइन। जस्तै अब भन्नु स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, कृषि क्षेत्र, पर्यटन क्षेत्र होइन, आर्थिक समृद्धिको बाटोमा कसरी लान सकिन्छ र हरेक मान्छेलाई कमसेकम यो क्षेत्रमा बसोबास गर्ने जनतालाई, जस्तै कोही होमस्टे चलाएका छन्, कोही पसल गरेका छन्, कोही कृषिमा काम गरेका छन्, कोही व्यवसाय गरेका छन्, हामीले यो सँगै तपाईँको एउटा सहकारी स्थापना गरेका छौँ। सहकारीको माध्यमबाट हामीले एक घर एक रोजगार दिनुपर्छ भन्ने कन्सेप्टको आधारमा हामीले एउटा सस्टेनेबल म्यानेजमेन्ट गर्ने प्लानमा हामी चाहिँ छौँ। त्यो प्लानिङ चाहिँ हामी गरिरहेका छौँ र हाम्रो प्लान के छ भने 200 करिब यहाँ चाहिँ 12 घरधुरी छन्, सबैलाई एउटा एउटा रोजगार दिने हाम्रो प्लानिङमा काम गरिरहेका छौँ। भनेपछि यहाँले यो अमलटारी क्षेत्रमा बसेर लामो समय पर्यटनसँग जोडिनु भएको छ र समग्रमा यहाँको दिगो जीविकोपार्जन गर्नको निमित्त सस्टेनेबल विकासको योजना लागू गर्दै हुनुहुन्छ भने त्यसको स्रोत के होला त? आर्थिक स्रोत कसरी जोड्नु? अब यसमा खास तपाईँको कस्तो छ भने अब स्थानीय सरकारले पनि सहयोग गर्नु पर्यो, विभिन्न तपाईँको एनजिओले पनि सहयोग गर्नु पर्यो, कोअर्डिनेसन गर्नु पर्यो होइन। र आफूले पनि तपाईँको सहकारीको मोडेलमा चाहिँ अब जुन छ काम गर्ने तौर तरिका मिलाउनु पर्यो, स्थानीय जनतालाई कन्भिन्स गर्नु पर्यो होइन। मेन त तपाईँको अब जस्तै हाम्रो प्लान हुनु पर्यो होइन। प्लान भइसकेपछि प्लानमा छलफल गर्नु पर्यो, डिस्कसन गर्नु पर्यो। भोलि त्यो प्लान चाहिँ हाम्रो सक्सेस हुने खालको छ भने तपाईँको विभिन्न प्रोजेक्टलाई लन्च गराउनु पर्यो होइन। सरकारले त्यो ध्यान पुर्याउनु पर्यो होइन। अनि त्यस कारणले चाहिँ डेभलपको हिसाबले जनताको आवश्यकता के छन्, कसले के गर्न चाहन्छ होइन, कसको इच्छा के छ होइन, कुनमा तपाईँको के रुचि छैन, त्यो मर्मलाई बुझेर हामीले चाहिँ काम गर्नुपर्छ। भनेपछि यहाँको अपेक्षा अब स्थानीय सरकारसँग, प्रदेश सरकारसँग र सङ्घीय सरकारसँग यहाँको अपेक्षा के छ त? अब मेरो अपेक्षा के छ भने अब जस्तै हामीले कुनै ठाउँको लागि डेभलप गर्नको लागि कुनै मोडल प्लान बनाउनुपर्छ होइन। जस्तै केन्द्रमा केन्द्रीय सरकारले, प्रदेश सरकारले होइन, पालिकाले होइन, ती मोडललाई तपाईँको क्याच गरेर होइन कमसेकम आर्थिक समृद्धिको हिसाबले, मान्छेले रोजगारीको हिसाबले होइन जे छ त्यहाँको चाहिँ अध्ययन गरेर त्यो मोडेलहरूमा चाहिँ छलफल गरेर चाहिँ कार्यक्रम लन्च गर्न र सहयोग गर्न आवश्यक छ। यदि हामीले यो गर्न सक्यौँ भने नेपालको कुनै ठाउँमा एउटा यस्तो काम गरौँ ताकि तपाईँको त्यो काम त्यो अरू ठाउँमा पनि गर्न सकौँ होइन। मान्छेलाई चाहिएको आर्थिक समृद्धि, रोजगारी चाहिएको छ होइन, यति भएपछि मान्छेले पुगिहाल्छ। मैले अब अन्त्यतिर पनि छु र होमस्टे महासङ्घको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ। त्यो सङ्गठनको बारेमा र त्यसको त्यो सङ्गठनमा कति सदस्यहरू हुनुहुन्छ त्यसको बारेमा केही बताउनु? हामीसँग 51 जना सदस्यहरू छन्। हामी देशव्यापी रूपमा तपाईँको यसलाई सञ्चालन गरेका छौँ र करिब हामीसँग 68 वटा जिल्लामा तपाईँको चाहिँ यो होमस्टे सञ्चालनमा रहेको छ। करिब 1500 घरधुरी मान्छे चाहिँ तपाईँको यस होमस्टेमा आबद्ध छन् र तपाईँको हामीले देशव्यापी रूपमा हामीले अध्ययन गर्दै ठाउँ ठाउँमा होमस्टेहरू सञ्चालनको लागि मान्छेलाई कन्भिन्स गर्ने, होमस्टेहरू खोल्ने र हामी सरकारसँग चाहिँ लबिङ गरिदिने, प्रोजेक्टसँग लबिङ गरिदिने त्यो काम हामीले गरेका छौँ। जस्तै अहिले हामी ताङतिङ सामुदायिक होमस्टेमा काम गरिरहेका छौँ होइन। त्यहाँ यो पोखरादेखि माथि तपाईँको हिमालको लगभग काखमै छ। त्यहाँको चाहिँ केही कुराहरू अध्ययन गरेर हामीले जस्तै त्यहाँ हामी काम गरिरहेका छौँ। यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद छ। थ्याङ्क यू।